हेलो गाइस, के छ हालखबर? म आज एउटा रियाक्सन भिडियो लिएर आएको छु। अहिले देशको अवस्था साह्रै तनावग्रस्त छ हैन। आन्दोलन चलिरहेछ, राजावादी गणतन्त्रवादी सब चलिरहेछ। त्यो बीचमा यसो हाँसो भनेर यही गणतन्त्र भर्सेस राजतन्त्रको मिम्सहरू लिएर आएको छु है। लेट्स गो, हेरौँ नि त सबैजनाले। This video is created for entertainment purpose only. समय भएको छैन, अहिले समय भएको छ। सम्माननीय राजाजी, समयमा ढुङ्गा पनि बन्द। नमस्ते गरौँ, हेर्दै जाउँ। लेट अस वेट, ह्याभ सम पेशेन्स। अब समय आयो, समय आयो। यो चाहिँ राजालाई लिन जाँदाखेरिको आन्दोलन सुरुमा हैन, आन्दोलन हैन, रस लिन गएको टक्कै आज जानु भएको थियो त्यो बेला। चुरोटवाला क्लिप आयो यो क्लिप मैले पहिला पनि हेरेको थिएँ। अझ माग्छन् कि एकपल्ट भनेर दिन्छन् पनि। यो कसले आएर देश बचाउँछ चाहिँ मलाई चाहिँ थाहा भएन, तर देश चाहिँ हाम्रो राम्रो हुनु पर्यो। हिजोको दिन भन्दा आज राम्रो हुनु पर्यो। हामीबाट सुरु हुनु पर्यो, अरूबाट होइन। अरू भन्दा त्यस्तै हो होइन। दुर्गेश थापा हो, देश बचाऊ मेरो लागि। दुर्गेश थापा हो, देश बचाउने। तपाईहरु मिलेर पैसा खाएर आए कांग्रेसमा, तपाईहरु मिलेर पैसा खाएर आए तपाईहरु मिलेर पैसा खाइरहेछ भन्छ। बंगलादेश त के छ, बंगलादेशले खाने पाएको छैन, हाम्रो नेपालले जति खान्छ खाओ न ल। तपाईहरु खान पाएको हो कि हैन? भोक लागेको छ कि छैन? हामीले खायौं। के खानु हो तपाईहरुले? हामीले खाजा खायौं। ए फलफुल आएको, हामीले फलफुल ल्याएर खुवाइदियो केटा। ल ल ल, मेरो खराब पानी छ, मेरो ओए आज लिएर म त्यो आचारको फलफुल खराब पानी छ, मेरो खराब। तपाईले बुझ्नु भएको छ के भइरहेछ? एकदम यहाँ राजा ल्याउने प्रक्रिया भइरहेछ हैन। हामी चाहिँ आइरहेछौँ स्कुलबाट, सिधै घर नभई कलेजबाट स्कुल छोडेर एकदम छोरा एकदिन आम जनताको छोरा छोरीले पढ्न पाओस् भनेर गणतन्त्र ल्याएको होइन हो। एकदम स्कुल छोडेर राजा हो भन्ने होइन। त्यो पनि टेस्टिङ त्यो हाल्नु होला, त्यसै नहाल्नु होला है रे। एउटा मात्र पोइन्ट भन्दिनु। यहाँको नाम? मेरो कमल गुरुङ। कमल गुरुङ कहाँदेखि आउनु भएको? हो, धादिङ जिल्ला। आन्दोलनकै लागि आउनु? आन्दोलनको लागि आओ। म एउटा मात्र कुरा भन्छु सर है, मैले चाहिँ केपी र सेरे चाहिँदैन, गणतन्त्र फाल्न पाइँदैन। गणतन्त्र फाल्न पाइँदैन रे। यो आन्दोलनै गणतन्त्र फाल्ने भनेर आएन र? टिका लाउनु पर्ने ताल परे मेरो केटी हेर्न पनि दिन्छ आज। अबुई बिचारा यार, केटी हेर्न पनि केटी हेर्न छोडेर आन्दोलनमा आउनु भएको रहेछ। मेरो गयो मेसेन्जरमै हेर्नु न। म्यासेन्जरमा हेर्नु रे केटी। ओए हाम्रो भाइरल दाइ, सिक्री हराएको मान्छे, सिक्री हराएको मान्छे। दाइको सिक्री यता छ है। म त राजाकै पालामा जन्मेको, दाइको सिक्री मैले भेटाएको थिएँ। कति राम्रो गरेको थियो हैन, पुलिसमा जारी खान पाएको थियो। अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्ल्यो, जागिर नै गयो। तपाईले सिग्री चाहिँ अलि फेस हेर न यो दाइको, के दादा भाइ होसै भयो। फेस हेर न फेस। अब के गर्नुहुन्छ? तर यो दाइ त फेरि होइन, घर पनि छ अरे काठमाडौँमा, घरबेटी हो रे के। अनि 2 तलाक सिक्री हराउ त कस्तो रुवा छ यार। रुने बाहेक अब के गर्नु मैले? अब घर कसरी जानु भन्दै रे। अब म घर कसरी जानु रे? दुर्गा दाइ, भगवान कसम भाग्दिन म। यिनीहरूले मलाई चिनेकै रहेछ। दुर्गा दाइ भागा छैनन् रे अहिले, यस्तो लुक्या छन् रे, भागा हैन रे। अब पुरै नाचे। अब यो क्लिप चाहिँ लास्टै भाइरल भयो। यो त खतरा आँट मान्न पर्छ है दुर्गा दाइको। आऊ 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 गर्दै सबलाई बोलाउँदै। असली ग्यासको बिचमा फस्यो यार, म बाँचिँदैन जस्तो छ आज त। पुरै रुवासेर चाँचै भएको छ असली ग्यासको। स्याउ स्याउ एक क्यारेट स्याउ बाँड्दैछन् बे। पर्यावरण लडाइँ पनि गर्न सक्छु भनेर पाइट लगाएर आएको। पाइट लगाएर आएको हैन, आई एम स्टिल स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर पाइट लगाएको। स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर पाइन्ट लगाएको। भाग्न सजिलो होस्, भाटासाटा हान्ने बेला, असुर ग्यास ठोके बेला भाग्न सजिलो होस् भनेर लगायो होइन दिदी? आयो हामीलाई थाहा छ नि।
हाम्रा पुलिस ओ, साथीहरू दुर्गा दाइ। रिपोर्ट बनाउँदैछन् क्या हो त नगर भाइ साथी डर त लाग्छ फेरि दुर्गा दाइलाई तपाईँहरूकै श्रीमती तपाईँहरूकै छोराछोरी नाति नातिना जोगाउन लागेको छ है दुर्गा प्रसाद अब कुरा त सबको सुन्दा मनपर्छ गरे त राम्रो हुन्छ पुग्यो भने नि यो काठमाडौँमा कहिले पनि आन्दोलन हुँदैन के कुरा गर्नुहुन्छ र उनीहरूको महिनाको 1 लाख तलब हुन्छ यिनीहरूले लुटेको पैसा छ नि त्यो ल्याएर सबै तलबमा बाँड्ने हो यिनीहरूको व्यक्ति विकास गर्ने हो होइन होला हो भन्दैछ होइन होला हो क्या हो कति गनाइरहेछ लोकतन्त्र भनेको लुटतन्त्र मचाइरहेछ अहिले पहिला राजाको पालामा श्री पशुपति नारायणले के अरे नेपाली जनताको रक्षा गरोस् भनेर समाचार सुन्न पाइन्थ्यो अहिले त बिहान उठ्दा के सुन्न पाइन्छ 91,000 टाउकामा ऋण पुग्यो भन्छ कहाँ हो यो काठमाडौँमै हो होइन यार यो विदेश हो यार विदेशतिर हो होइन यहाँ त होइन त्यो दिन त लास्टै मान्छेहरूले मोज गरे तर समाधि सक्यो भन्ने सुनेको छु त मैले सबलाई हो धर्मगुरु रे धर्मको रक्षा गर्ने बेला कहाँ हो धर्मगुरु यस्तरी धर्मगुरु धरी आज सिधै भएर न धर्मगुरु यार आउन्न इन्टरभ्यू दिन पख भन्दैछन् पहिला हान्छु 2 ढुङ्गा अनि बल्ल एम्बेसीले अनावश्यक रूपमा एउटा केपी बा नोटिस नै जारी गर्यो कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ ओहो नमस्ते गरेछ न केपी बालाई निस्किँदैछन् बाहिर ननिस्किनु त्यो ग्लोबल्ली एउटा चाहिँ नै अनावश्यक केपी बाले आधी जिन्दगी त आफ्नो बोलेरै बितायो होला हैन वास्तवमा त्यस्तो केही पनि होइन 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् कर्फ्यू आदेश पालना गराउन तिनकुले क्षेत्रमा नेपाली सेना खटिएका छन् भने कर्फ्यू राति 10 बजे सकिनेछ अहिले पनि जडीबुटी सिनामंगल एरियामा आगलागीको खबर छ कर्फ्यू लगायो अन्तिममा केही भन्दिन त तपाईबाट एन्डिङ गर्दा कस्तो राम्रो हुन्छ होला अब राजाराम यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्ल्यो होला गणतन्त्र रे भनेपछि अब राजाराम पनि राजावादी हो त्यसैले अब गणतन्त्रकै पछाडि त्यसलाई सपोर्ट गर्ने कोही हुनुहुन्छ भने एउटा भित्री मनले आफ्नो आत्माको आँखा खोल्नुहोस् जनताले तपाईलाई जवाब दिन्छन् हुइज के जनताको जवाब सुन्नु पर्यो है के क्लिप त बहुत पहिला भाइरल भयो उही चाहिँ मैले अबुई ओइ को भर्खरको होला क्या हैन अन्तिममा क्रस गरेको मार्ने कानुन देशमा छैन यी नेता बुढाहरू पनि तर 2 जना मर्नु भएछ सारै दुःख लाग्यो सबै नाता के लाग्यो भने तपाईँ हाम्रो आफ्नै मान्छे पर्दा रहेछन् यिनीहरूलाई राष्ट्रिय प्राणी उद्यान भन्ने भक्तपुरमा 255 हेक्टर भन्दा माथिमा 8.5 अर्ब नेपाली जनताको लगानीमा बन्दैछ त्यो जाउलाखेलको चिडियाखाना त्यहाँ सरेर जाने हो ओली देउवा प्रचण्ड लगायतका यी सबै राष्ट्रघातीहरूलाई कोठा बनाएर राखौँ चिडियाखानामा राख्ने शनिबार 5 रुपियाँ टिकट राखिदिउँ विदेशीहरू आयो भने अमेरिकन इन्डियनहरू आयो भने देउवाहरूलाई 30-35 हजारको दरले तोकौँ 5 रुपियाँ नेपालीलाई राखौँ र राज्यमा आमदानी बनाऊ अनि त्यो उठेको पैसाले देशको सिमानामा 50 फुटको वाल लगाऊ सबै देशमा पासपोर्ट सिस्टम लागू गरिदिउँ बिचारा गजब बेइज्जती दुई जना बित्नु भएछ हैन अस्तिको आन्दोलनमा साह्रै दुःख लाग्यो म पनि केही भन्न चाहे हैन यो बारेमा कस्तो भनेसी यता आन्दोलन गरे पनि यताका मरे पनि उताका मरे पनि चाहे हाम्रो प्रहरी जवान मरे पनि मर्ने त नेपाली नै हो जसरी पनि हैन त्यही भएर यस्तो यो आन्दोलनहरू अझै एकदम राम्रोसँग गर्नुपर्ने देखिन्छ अलि के भन्ने यार मान्छे मर्ने सानो कुरा हैन नि ठुलो कुरा हो नि ज्यान मुद्दा छ फाँसीको सजाय छ यार अब त्यसरी त्यही भएर यो ख्याल गर्यो भने आखिर बचाउन सकिन्थ्यो जस्तो छ के गर्ने अब कि वार कि पार गरे हुन्थ्यो कि भने एकै दिन जाने भ्याङभुङ वार पार गरे हुन्थ्यो हैन कि भने हामी जस्तो चुप लाएर बस्ने चुनाव कुर्ने राम्रो मान्छे आउँछन् त्यही गर्ने त्यो गर्दा आनन्द हुन्छ होला यो आन्दोलन सान्दोलन गरेर मान्छे मरेर हजारौँ मान्छे मरेर त्यो ठिक हुँदैन यार मेरो विचारमा चाहिँ है हजुरहरूको के विचार छ एकचोटि कमेन्टमा गरिदिनु होला गाइज आजको रियाक्सन भिडियो यति नै हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु है सी यू अर्को भिडियोमा